सो हेलो एभ्रिवान, वेलकम ब्याक टु द न्यू भ्लग। अहिले चाहिँ जस्ट 3-4 दिन भइसक्यो म घर आएको अनि अहिले चाहिँ तल बोडी गोड्नुको लागि जाँदैछु। यहाँ खोर्सानी मम्मीले गोडिसक्नु भयो आधी आधी। यता त बाँकी छ, यहाँ मकै नै गोड्नु भएछ। अनि यहाँ गाई बस्तु छ र 2-3टा मम्मीले चराउनुहुन्छ होला। अनि यहाँ खोर्सानी फोलिरहेको छ, मस्त फलिरहेछ। एउटा हात नि खुट्टा नि दुखिरहेछ, तर नि गरिरहेको छु, काम गर्नु परिरहेछ। मकैहरू फले छैन, कहिले फल्ने हो कहिले खाने थाहा छैन। तर मकैको यसको जुनै आएको छैन। मतलब त्यो यो 1-2 महिना पछि चाहिँ खानु मिल्छ होला यसको। यहाँ माथिको जुङ्गा आउनुपर्छ अनि मात्रै हुन्छ क्या। यसमा चाहिँ अब के भन्ने, अब जोड जङ्गल बस्छु यहाँ। यस्तो पानी पऱ्यो भने त लास्ट झ्याउ हुने क्या यस्तोमा। अलिक ठिकै पर्छ, धुम्मिरहेको छ। पानी पर्ने सिजन हो, के गर्नु। बिहान अघि पानी परिदिइहाल्यो, कामै भएन खासै। यस्तै हुन्छ यार, काम गर्नु पनि गाह्रो छ। के बोलिरहेको छु। झुरेली के खेल्दैछ त मजाले। आउने रहेछ यार, होस् छोडिदियो। अहिले यस्तोहरू त ठिकै हरियाली देखिरहेछ, दामी भइरहेछ। हिजोस्ति जोतेको यो पनि यो बारी सब जार पलाएर यहाँ उता के भन्छ यसलाई, पड्के भन्छौँ। पड्के फुलिरहेको रहेछ। खासै यताउति हेर्ने पक्राउनै छैन, मेरो बानी नै छैन। यहाँनिर डढिरहेको रहेछ है त, पहिले डढ्यो ऊ छेपाड्यो, बाटो काट्यो। यसलाई त समाएर फालिदिनु पर्ने। लु यत्रो बारी छ, कहिले खन्ने हो अब। भोलि सक्छ कि भनेको। आज कति खनिन्छ हेर। यति खन्दै अघि मेरो पसिना छुटिरहेको थियो। अब यति तल छ। गाह्रो छ यार, गाह्रो छ। माथि एक्लै गर्नुपर्ने, होइसक्नु सघाउनु एक्लै ठिक छ। तलदेखि गर्नु पर्ने हुन्छ। पारी त बोडी उता पलाइरहेछ, के गर्नु। त्यो बेचिनी सक्यो जस्तो छ यिनीहरूले। मैले अब कहिले ठुलो बनाउने, कहिले फल्ने, कहिले टिप्ने, कहिले बेच्ने, यस्तो 2-3 महिना चाहिँ लाग्छ होला। पल्लो साइडको चाहिँ अब 2 महिनामा हुन्छ कि भनेको। 2 महिना तर नलाग्ला, यसो अब लाग्नु त लाग्छ, टाइम लाग्छ। अनि यताको बाँझो बारी कहिले जोत्ने, कहिले छर्ने, साह्रो छ। गाउँठाउँमा काम गर्न गाह्रो छ भने जस्तो हुँदैन कोही बेला। त्यही अब प्लान गरे जस्तो चाहिँ हुँदैन। यस पानी परिदिइहाल्छ यताउति, के भइहाल्छ, एकदिन छुट्टिहाल्छ त। त्यही चराहरू कति साह्रो हो आज। यहाँ त बोडी नै राम्ररी फलाएको छैन, उम्रेकै छैन। कहिले अब उम्रिन्छ। के भयो जेसुकै होस् भएर भनिन्छ भने। बोडीको हालत हेरौँ, एउटा 2टा छ। टेन्सन पो लाग्यो यार। बोडी बरु यस्तो हुँदा त रोप्दिनँ होला। गाह्रो छ। यो चाहिँ हल्का लामो भइसकेको छ। यो चाहिँ फल्ला जस्तो छ बिस्तारी। अनि यसको बिचमा पनि अर्कै छ, त्यो चाहिँ मान्छे गाईले खुवाएर
तनाव पार्दैछ। अब गोड्नको लागि मेरो पसिना छुट्छ। यो पनि के भएको हौ? फाउलुङा यस्तो नगरौँ न हौ, सिधा बसौँ न। सीधा बस, तेरी गाली दूँ क्या तेरे को? कुछ समझ में नहीं आता है क्या? हाँ, मैं नेपाली में बोल रहा हूँ। यसको चाहिँ झन् बिजोग छ हालत यार, बिजोग छ। एउटा यो त रोपेको फेरि दोस्रोचोटि यस्तो हुन्छ। ढुङ्गा गाडी छ त्यही माथि, कमै गरी खान सकिँदैन। मेरो हात ठेला उठेर मरिसक्यो। यो यसको औषधि हान्ने बेला भोक्न आँटेछ। फुल्नु आँट्यो क्या हो रहेछ यो फुलहरू। यहाँ फुल्दै फुलहरू मुस्कुराउँछ तिमीले देखेर, अब गुड्नु थाल्नु पर्छ। साथी हो, एकछिन भेटौँ। अब चाहिँ म चाहिँ गोड्नु थालेको। अब लुगा पनि एकछिनमा धुलै हुन्छ है। चराहरू चाहिँ यहाँ कति कराएको, चराले देखाउनु पर्ला। ल त्यही सक्यो यार, म यति खन्दा नि कति गरेको गले भए बस्नु पर्ला। पसिना लुगा लिप्चुकै कट्टु लुप्चुकै भयभरको सब आम्मै पसिनाले मार्छ। लुगा नलाई गरेको झन् गर्मीले हो। गर्मीले झन् पसिना चाहिँ उपर गर्मीले खालि केही भएको छैन। पसिना चाहिँ धारा बग्छ पानी जस्तै। 2-3 लिटर त झरिसक्यो अघि पसिनाले। पसिना अन्त यो डिल र उता माथिल्लो डिल चाहिँ गरौँ भनेको। के हुन्छ अब, सकिन्छ भनेको 4 बजिरहेछ, 6 बजी सक्यो भने यो र माथिल्लो डिल। त्यसपछि भोलि त सक्छ भने सक्छ। त्यसपछि चाहिँ गाह्रो छ यार पसिनाले। अझै यहाँ खोला बगिरहेछ। आधीको आधी सकिरहेछ। अब चाहिँ होस् यति नै गर्ने। अब भोलि गर्नुपर्ने हुन्छ। यहाँदेखि माथि त माथिसम्म पसिना उपर आइरहेछ। गएर लुगा जानु पऱ्यो। यस्तो धुलै नि भइरहेछ। अहिलेको मौसममा कस्तो छ, कुचिकपट त्यस्तै हो। जब त घाम पनि डुबिसक्यो, डुब्नु लाग्यो। अनि अब रातको 6 बज्न आँटिसक्यो। 7 बजी त रात पर्छ। अब त्यहाँ गएर नुहाइ धुवाइ गर्ने, एकछिन बस्ने, रात परिहाल्छ त्यत्तिकै। गाह्रो छ। पसिना चाहिँ कति साह्रो आएको मेरो अघि गर्दा चाहिँ उपर आइरहेको थियो। पसिनाले लुगै भिजेर पसिना पुस्ता कालै भइरहेछ। कतिवटा डिल छ अब बाँकी? 1 2 3 4 डिल बाँकी छ। कतिवटा 1 2 3 4 समथिङ 4 पुगेन। अलिकति पुग्यो क्या हो। झन्डै 4 डिलै गरेको छु। भोलि चाहिँ सक्छ। बिहान नसके नि बेलुका चाहिँ सक्छ। दिउँसो चाहिँ त्यही हो। हाय मर जाऊँ गाह्रो छ नि। अब यो सकेपछि फेरि यता बोडी रोप्नुपर्ने हुन्छ। यतापट्टि अघि देखाइरहेको छु, त्यहीपट्टि बोडी रोप्नुपर्ने छ। अनि माथि बाँझो साँझो जोत्नुपर्ने छ। हाम्रो काम त छ्या अहिले जल्दी शीतल भयो। हावा आइरहेछ नि त। हिजो एकछिन घरमा गएर बसेको, शीतल भएको थियो। फेरि थोरै जाडो हुन थाल्यो। घरमा त उपर गर्मी छ। यहाँ चाहिँ ठिकैको छ।
बाटोहरू पनि के खालको गएर आज आँप टिप्नुपर्छ क्या आँप खानु मन लागेको छ तर आँपै छैन अब त खासै फलेको देखिदिनँ एउटा दुइटा फलेको छ आँप फलेको छ गएर चाहिँ पानी चाहिँ खानुपर्छ खानु आँटेको अब अन्त कामबाट आयो नि नुहाइसकेँ यस अब गाउँ डुल्नु जानुपर्ने हुन्छ घरहरू पनि यताउति सफा गर्नुपर्ने सब जाडै जाडो भइरहेछ भोलि या पर्सि सफा गर्ने हो फ्री टाइममा अन्त नि अहिले त फ्री टाइम हो तर म चाहिँ डुल्न जानु लाग्यो म फोहोर भएर यहाँनिर झरेछ साथीहरू यहाँनिर बाटोहरू यसो काट्नुपर्ने त्यो पनि फाड्नुपर्ने छ घाँसहरू त कम नै भइसकेको छ अहिले यति काट्दा नि दिँदा हुँदो रहेछ भुइँमा सर्ट काट्यो दियो गाईहरूलाई घाँसको त प्रब्लमै छैन अरे के भएको यहाँ पानी मुनिबाट जाँदैछ र कहाँ फुट्यो बल्लले पानी भयो यहाँ खुस्केर गइरहेको यो फोहोर पानी खाएँ क्या मैले यहाँबाट आएर पो मम्मी त्यहाँ फोहोर पानी आएको छ है किन कालो पानी आउँछ भन्छु त यहाँ पानी चुट्टेर पो त्यतिकै आउँदो रहेछ साला त्यतिकै खाएछु यार रोग लाग्छ क्या साथी हो मैले चाहिँ सिन देखाएको गाईहरू यहाँ यो चाहिँ ऊ त एउटा गोरु चाहिँ मेरो सबहरूको यो नि जस्तै पाइप बनाएको हामीले परसम्म